हेलो नमस्कार। नमस्कार हाम्रो सनड्रिप्सलाई। सनड्रिप्स आज कहाँ छौ? आज म एउटा कता गाउँमा कता छु। चिनेको जग्गाहरू जस्तो लाग्दैछ मलाई यहाँ ढुङ्गाको उयोहरू देख्दाखेरि त। ढुङ्गाको उयो होइन, ढुङ्गाको टेबल हो यो। ढुङ्गाको टेबलहरू देख्दाखेरि त कता कता अर्ग्यानिकहरू जस्तो लाग्दैछ मलाई यतातिर। अलिक सनड्रिप्स आज यहाँ त कति काम दियो अन्त? म यहाँ कहाँबाट आएको खासमा चाहिँ? म आज कालिम्पोङबाट आएको थिएँ कि उम्, सानो काम लिएर आएको थिएँ उम्, र मलाई यो जग्गा अब आउनु साह्रै मन परिरहेको थियो। मेरो आज इच्छा पुरा भयो है, उम्, मजा लागिरहेको छ। उम्। सनड्रिप्सलाई म देखाउँदैखेरि म यहाँ अर्को एकजना मान्छेले पनि देखाउनु खोज्दैछु कि, तर अब त्योभन्दा अगाडि चाहिँ सनड्रिप्स चाहिँ खासमा चाहिँ सनड्रिप्सको आफ्नै उयो चाहिँ दिइहाल्नु पर्ने परिचय चाहिँ। सनड्रिप्स चाहिँ के हो खासमा चाहिँ? अब सन्दीप चाहिँ एउटा अब अर्डिनेरी म्यान हो है, उसले आफ्नो लाइफ आफै जिने खालको मान्छे हो। अब सनड्रिप्सलाई भन्नुपर्दाखेरि चाहिँ कस्तो खालको मान्छे भन्दाखेरि नि, अब सनड्रिप्स चाहिँ आफूमै रमाउने मान्छे हो। यस। अन्त अनि अन्त तपाईँले भन्नुहोस् अरू के छ तपाईँको प्रश्नहरू म उत्तर दिन चाहन्छु। सनड्रिप्स चाहिँ आज यहाँनिर चाहिँ के को इन्सपायर भएर आएको रहेछ भन्दाखेरि चाहिँ मैले यसो बुझ्दाखेरि चाहिँ अब सनड्रिप्सको क्वालिटी चाहिँ के छ भने, सनड्रिप्सको क्वालिटीले चाहिँ अब कस्तो खाले, अब सनड्रिप्स चाहिँ एउटा हार्डवर्किङ यस मान्छे हो क्या। अब मलाई त्यस्तो लाग्छ क्या। र त्यस्तै हार्डवर्किङ मान्छे चाहिँ मैले आज भेटेको छु कि, त्यो चाहिँ म तपाईँलाई इन्ट्रोड्युस गराउन चाहन्छु ल। उहाँ चाहिँ हुनुहुन्छ यहाँ मेरो भाइ। धन्यवाद। हजुर, उहाँलाई पनि सबैजनाले चिन्नु भएको होला है। हामी पनि उहाँबाट एकदमै इन्सपायर भएको छौँ र उहाँलाई एकदमै उहाँसँग चाहिँ एकदमै हामी खुसी छौँ है। मान्छेको मेहनत छ भने चाहिँ ढुङ्गामा पनि मकै फलाउनु सक्छ भनेर चाहिँ हामीले सुन्नु सकेका थियौँ है बाजे बोजूहरूबाट। तर उहाँले साँच्चै नै आज मकै चाहिँ होइन, तर उहाँले मकै भन्दाखेरि पनि बेसी फलायो र यहाँ दुईजनाहरू एकदमै खुसी देख्दैछु। होइन, एउटा कुरो भन्छु ल तपाईँलाई कि, अब जसले कोसिस गर्छ नि, कोसिस गर्नेले चाहिँ क्या अलकत्रमै मकै छर्यो भने उमार्ने खालको उमार्छ। त्यस्तै चाहिँ भयो क्या। जस्तो आज उहाँलाई हेरेर चाहिँ अब मेरो त्यो ओल्ड एज याद आयो क्या। किनभने मान्छेले स्ट्रगल गर्नु चाहिँ छोड्नु हुँदैन क्या। जस्तो अहिले एउटा सिम्पल एउटा अब हामीले एउटा आइपिएललाई एउटा इक्जाम्पल लिनु हो भने चाहिँ क्या, विराट कोहली क्या, अब जुन चाहिँ आरसिबीबाट खेल्थ्यो क्या। आरसिबीबाट उसले अब आफ्टर 18 इयर्स चाहिँ उसले एउटा कप लिफ्ट गर्यो क्या, अब आइपिएल लिफ्ट गर्यो। तर अब उसले एउटा कप लिफ्ट गर्नु चाहिँ अब 18 इयर्स लाग्यो उसलाई होइन। त्यस्तै अब तर अब त्यो 18 इयर्सको उयसमा अब अन्तरालमा है उहाँलाई कति उहाँको अब फेलियर भयो, उहाँ कति के भयो र पनि उसले कन्सिस्टेन्सी भने छोडेन क्या। र फाइनली त्यो शब्दहरूमा उहाँलाई अब कति अरू मुम्बई इन्डियन्सले पनि अप्रोच गर्यो उहाँलाई कति, तर उहाँले आरसिबी छोडेन क्या। र आफ्टर 18 इयर्स जुन चाहिँ उहाँको मेहनत चाहिँ क्या रङ ल्यायो क्या आफ्टर 18 इयर्स। त्यस्तै सनराइज पनि त्यस्तो क्या। आजको दिनमा अब मलाई स्ट्रगल गर्नेको मान्छेहरू चाहिँ मन पर्छ क्या। जति स्ट्रगल गरेर क्या अब मजा लाग्छ अभियसली। र आज चाहिँ उहाँलाई देखेर चाहिँ मेरो क्या अब पहिलाको दिनहरू याद आयो। अहिले चाहिँ अब हाम्रो एकदमै भाइरल अब सबले चिनिने नाम चाहिँ भनेको छ है। र भाइको पनि त्यही त हो होइन? एकदमै। अब आज भन्नुपर्दा चाहिँ सबैलाई फ्यापुलो छ, नमस्ते है। उहाँ चाहिँ हाम्रो गाउँको नाना है, नाना हुनुहुन्छ र उहाँहरूसँग चाहिँ धेरै अगाडिदेखि चिनाजाना। उहाँहरूको तपाईँलाई थाहै छ यहाँ 8 माइल कि 9 माइल भयो, 9 माइलमा सोरुम छ। पहिला एकचोटि उहाँले यहाँ तकदामा लाउनु भएको थियो सोरुम, र टु विलर्सको सोरुम धेरै भयो उहाँहरूले चलाउनु भएको। र हाम्रो साग बेचेर बाइक किन्ने आसिङले उहाँहरूकैबाट ल्याउनु भएको है। अनि मैले भिडियो बनाएको थिएँ दिलेकीमा, हामीलाई अब हेलमेट पाएन भने हामी बाइक किन्दैन भनेको थियो। त उहाँले ठक्कै देखेर चाहिँ आसिङ आउनुहोस् न भनेर चाहिँ हेलमेट दिनुभएको छ। तपाईँलाई धन्यवाद। त्यो विषयको धन्यवाद दिनु बाँकी नै थियो मेरोबाट। त्यो बाइक किन्ने दिन पनि मलाई आसिङले जाउँ भनेको थियो। म यहीँ काम गरेको कुनै केले म बिजी भएर चाहिँ म बिहान आसिङ आफै गएर लिएर आउनु भएको थियो उहाँको छोरासँग। र अब उहाँहरू हामी चाहिँ गाउँले हो, यसरी हामी चाहिँ अहिले घडी यहाँ बसेर उहाँहरू आउनुभयो। जसले दुःख गरेर इमान्दारीसँग जसले काम गर्छ, दुःख गर्छ, उहाँहरू चाहिँ अब सक्सेस हुन्छ लाइफमा। मैले देखेको उहाँहरू पनि त्यही हो। र आज उहाँहरूले पनि आफ्नो व्यवसाय सुरु गर्नु चलाइरहनु भएको छ होइन। उहाँहरूसँग धेरै स्टाफहरू जोडिनु भएको छ, धेरै मित्रता छ।
तर त्यहाँ एकैचोटि पुग्ने कहिले होइन नि त कहिले होइन मान्छे एक श्रेणीबाटै सुरुवात गर्ने हो नि त होइन एक श्रेणी काट्दै राम्रो हेरेर नै काट्नु पर्यो वरिपरि हेर्नु पर्यो सिपा श्रेणी छेड परेको एक्चुअली लास्टली चाहिँ म एउटा के भन्न चाहन्छु नि अब मेरो यहाँ र ब्लक है हजुर र ब्लकलाई चाहिँ म एकदमै बधाई दिन चाहन्छु है र उहाँलाई शुभकामना क्या अब र उहाँले आउँदो दिनमा पनि अझै राम्रो गरेर जाओस् भनेर बाचा गर्नु है हाम्रो मिटिङ यहीँ समाप्त गर्नु है